2083 सालको साउन 16 गते शनिबारको दिन मर्निङ वक हिँड्ने क्रममा घरबाट निस्किएर पुरानो राणाकालीनमा बनाएको मोटरसाइकल मात्र ओभरटेक गर्ने र मान्छे ओभरटेक गर्ने बागमती पुल, धेरै पुरानो यो बागमती पुलमा पनि आज मर्निङ वकमा हिँड्ने जमर्को गरेर वारीदेखि नगरदेखि पारी ललितपुरतर्फ बिहानको मर्निङ वकमा जाने क्रममा बिहानै करिब 5:15-20 भइरहेछ र पनि मान्छेहरू अहिले ओभरलोड जारी छ। अहिलेको लामो दिनले गर्दाखेरि धेरै उज्यालो देखिन्छ र पारिपट्टि देखिएको दृश्य चाहिँ हिमालयन कलेज हो र यो पारी हामी अगाडि पछाडि भएर पारी निस्किएको छौँ। यो बागमती खोलाको दृश्य हो र अब यहाँबाट फेरि हिँड्दै पारी यसबाट सिधै जाँदाखेरि मङ्गलबजार हुँदै फर्केर आएर फेरि बागमती पुल नै पछि बनाएको यो कलमको ब्रिजबाट फेरि घर फर्किने क्रममा यही पुल पारेर फेरि घर फर्किने क्रममा छु र यसैमा अझै धेरै मानिसहरू मर्निङको समयमा बागमती कोरिडोरमा ओहोर दोहोर गरे नै यही मर्निङ वक गर्ने धेरै मान्छेहरूको भेटघाट हुन सक्छ। धेरै मान्छेहरू ग्रुपमा पनि कोही सिङ्गल पनि हिँडिरहेको हुन्छ। यसरी नै काठमाडौँको बास्केटलाई मेन्टेन गरिएको अवस्था छ हो र यसैमा घर लाग्ने अवस्थामा छु म पनि।